देखेर छ चुडेलको मुख ललक पछेर भए पनि अड्छ हम टन्न लागेको छ कलरको हेर्नु सेम एसेको पहिलाको जस्तै कलर देखिन्छ। हेलो एभ्रीवन वेलकम ब्याक टु माई न्यू ब्लग। आज बिहान बिहान ब्लग सुरु भएको छ। सो कति बजे भन्दाखेरि 8:30 बजेको छ। सो म भर्खर उठेको अनि हामी चाहिँ आज के गर्ने प्लानमा हो भने एउटा सामान अर्डर गरेको थिएँ। सामान आउन आज हल्का ढिला हुने भयो अनि त्यसपछि म यहाँ ब्लगिङ गर्दैछु। सो कोठाबाट निस्के भाइले घाम लागिरहेको छ, मस्त घाम। यता यहाँ मम्सहरू मम्सहरू यहाँ आमा। सो घाम पनि एकदम मस्त लागेको छ। सो स्वस्थ रहेको छ यहाँ यतातिर। कान्छी आज व्यस्त थिए अनि नानी फेरि घरको अहिले कुकिङ एकदम मेन कुकिङ भइरहेको छ। के तरकारी बनाइसके मैले उठेर मुख नि धोएन ब्रस नि गरेन हैन म मुख धोइसके चिया खाएँ अब चिया खाइदिएँ के अब खै कहाँ कचरा छैन छैन कचरा। ल के तरकारी बनाइस् नानी? आज मर्निङ ब्लगमा चाहिँ मर्निङ भाइसमा यता फेरि मम्स यता मम्मी आज कहाँ हो जाने? काम गर्न जाने आज सरकारी कुला। आमा अनि कति दिन भयो तल गएर आएको? आमा लजाएर हो कि के हो? ब्लगमा आउँछ आमाले युट्युबमा हेर्नु होला आमालाई। आमाको यहाँ सुप्पा चुरोट खाने बानी। सो गाइज म चाहिँ आज मुख नधोइकन एउटा ब्लगिङ गर्न लाग्छु। आज फर्स्ट टाइम होला, कसैले पनि मुख धोएर गरेका हुन्छन्। म चाहिँ मुख नधोइकन ब्लगिङ गर्ने फर्स्ट व्यक्ति होला। घाम हेर्नुहोस् आज बाहिर यस्तो दामी चर्की घाम लागेको छ। अनि आज चाहिँ मेरो खास एउटा काम थियो, त्यो काम पनि नहोला जस्तो भएर अनि त्यही टाइम पास गरिरहेको। यहाँ फेरि दिदीहरू एकदम दिदीहरू यहाँ बसिरहेको छ। के छ माल दिदी? ठिक छ नि? ल ठिकै छ। ल ओ के छ साल दिदी? दिदीहरू टन्न भात खाएर बसिरहेछन् यिनीहरूको लागि खाना। अनि मेरो यहाँ बाइक चाहिँ फेरि खतरा बनाएको छ आज कलर हानेर। फाइनल्ली बाइक चाहिँ आज मैले कलर लगाएको चाहिँ सुकिभ्या छ। यस्तो छ यो बाइकको चाहिँ। म चाहिँ हेलमेट त मैले खतरा लिएको छु के गाइज होइन, हेर्न सक्नुहुन्छ हेलमेट। अब घाममा जति राइडमा हिँड्ने भने चाहिँ मलाई बबालै हुन्छ अब यो हेलमेट पछि। सो आज मेरो फाइनल्ली आज ओइ भनेको बागलुङ जानु पर्छ होला सायद। अनि कार्किनेटा ठाउँतिर जान्छु होला। सुकेछ यसो गाइज। मेरो घरको कुखुराहरू बवाल छ गाइज हेर्नुहोस्। सब बुढाबुढी डेन्जर खेलिरहेको। मैले हात हाल्दैन हातै धोएन के खानु न के बुढा कहिले ल खुर्सानी खुवाइदिए यहाँ त जाँदा मैले खान्छु हातले खाने भए। ल ओइ म्याङ्गो बसाइदियो तेरो हात। म्याङ्गो उधर पाएँ मैले। कहाँ? उधर ल भात गरौँ गुम मुछेर खुवाउने यार। कस्तो गेडा मात्रै खान्छ। के बोले भाइ? खुर्सानी कहाँ खान नि? न खुर्सानी लिएर आउँछु। मलाई चाहिँ खुर्सानी नभए त हुँदैन गाइज। खुर्सानी लसुनहरू नभए त मलाई हुँदैन गाइज।
यस्तो यार म फेरि खत्तम भयो रुममा हिँड्नु न के यहीँ किन नि म यहीँ बसेर खान्छु तेरो बुढाको घर हो कसको घर हो र काली न काली म जस्तो गोरी केटी कहाँ पाउँछौ र तिमीले के यस्तो पिहाले खै म त ढाले 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 ढले पनि फेरि खाना नबिर्सिनु क्या न हो हेर्नु न है लुक्स दामी देखियो नि त है कलर मैले आफै हानिदिएको गाई चाहिँ हो हातले हानिदिएको गाई लाग्छ ल कस्तो देखिँदो रहेछ चुडेलको मुख पछाएर भए पनि अड्छ मैले त्यत्रो टोपी लाएर हिँड्छु र अड्छ भने तिर अड्थेन जान तर खोल पछाएर ल खोल्दिन मैले अभी घुम्रु गाइज ल हेर्नुहोस् ल हाल ल अनि यो सिसालाई काटाले बस्न खान दिएर के ओ माय गॉड चुडेलको मुख ल हेर ल अब राइट हान ल ल यस्तो अडाइ ल यस्तो यो मेरो काटाले म लड्छु के लडिदिनुहोस् यहाँ हात नलै है यहाँ पेन्ट लगाएको कालोमा हात नलै मैले आज रङ लगाएको दुइसेको ल टिप यस्तो ल्याइ सिधा म लड्छु बुढा लडिदिनुहोस् खुट्टा टेक त्यो तल होइन भुइँमा खुट्टा टेक दाहिनेतिर हो त्यसरी अनि उताको नि भुइँमा खुट्टा टेक सिधा अडाउनु सिक्न पर्छ हाइट त पुगिहाल्छ पखै हो खुट्टाले टेकै फेरि छोडी डराउनु पर्दैन क्या खुट्टाले टेक्दा अडाउँछस् म उता गएर देखाउँछु ब्लगमा हे केही लडिदिनुहोस् यता नि टेक हो ल ओ माई गॉड लड्छेस् ल सिधा लगियो ल काँटा सिधा भयो खै अड्डियो ल खोल खै यता देखाइ त खै पक्कै फोटो खिच्छु कि यता देखाइन ल यता त्यो हात तल झार यो यसमा त राम्रो आउँदो रहेछ फोटो नि हो ल कस्तो स्टाइलले पोज दिनुहोस् ल यस्तो ओ माई गड यसलाई त हेलमेट त सुहाउँदो रहेछ त यार पखै ओ माई गड मेरो फेभरेट त ल मेरो फेभरेट ल हेलमेट निकाल्दा अब कति देखिरहेछ तेरो चेहरा हेर्न पऱ्यो ओ माई गड स्टाइलिस भएर निकाल न ओ माय गॉड अरे ओ बेबी बेबी त्यहाँ राख त्यो सिसामा राख बेबी सिसामा राख के सिसामा रुक न बेबी हेलमेट गाइज आज चाहिँ मैले न्यू हेलमेट लिएको भनेर नि के भन्ने जम्मा 1800 को हेलमेट हो सो गाइज ल भयो भेन्डी मैले चाहिँ मेरो जबको लागि लिएर आएको तेल चाहिँ बबाल लिन्छ अरू केही होइन यसले चाहिँ मलाई होइन अरूको केही मलाई यसको हुन त पुरानो पनि होइन सेकेन्ड ल्याएको मैले त्यो दाइले 5-6 महिना नहुँदै मैले किनेर ल्याएको आज चाहिँ पेन्ट हालेर नयाँ पनि बनाएँ तर अरू यसको मलाई यो बाइकको अरू केही होइन चाहिँ ऊ चाहिँ बबाल लाग्छ है माइलेज चाहिँ दामी दिन्छ होइन म मुस्ताङ शुद्ध गाइज म मुस्ताङ गरेर आएको यो बाइकले तपाईँले पताउनु हुन्न होला नि मुस्ताङ गरेर आएको के यस्तो दामी छ यो बाइकको टेम्परेचर भन्दा नि के भन्छ अरे यो बाइकको अरू मलाई केही राम्रो लाग्दैन माइलेज चाहिँ खतरा दिन्छ मलाई चाहिँ भनेको माइलेज चाहिन्छ माइलेज सो गाइज आजको भिडियोले यतिसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सो भिडियोलाई अन्त्यसम्म हेर्न फेरि पनि नभुल्नु होला सो डोन्ट फर्गेट टु सब्सक्राइब अनि तपाईँ नयाँ हुनुहुन्छ भने मलाई एकदम सपोर्ट गर्नु होला तपाईँहरूको साथ सपोर्ट नै मेरो लागि एकदम इम्पोर्टेन्ट छ मेरो लागि डायमन्ड हुनेछ सो अर्को भिडियोमा फेरि भेट्नेछौँ स्वस्थ रहनु होला मस्त रहनु होला बाई बाई